सम्पूर्णमा नमस्ते। म भुषाल एग्रोभेट एन्ड दुध डेरी सेन्टरदेखि बोलिरहेको छु। यतिखेर हाम्रो यो धानको सिजन सुरु भइसकेको छ भने अहिले मार्केटमा विभिन्न थरीका दर्ता नभएका धानहरू प्रशस्त उपलब्ध छन् बजारमा। र खासमा के हुन्छ भने जस्तो यो अहिले मेरो हातमा भएको र दाइले लिनुभएको यो धान चाहिँ महेन्द्र एग्री सोल्युसनको एमपीआर 505 नामको धान हो। र अहिले हामी मार्केटमा हेरिरहेछौँ कि एमपीआर 505 भनेर अरू अन्य नेपालका स्थानीय कम्पनीहरू जसले एमपीआर 505 भनेर लेखेर पनि धानको प्याकेट छपाएर मार्केटमा बेचिरहेको पनि हामीले देखिरहेका छौँ। र जस कारणले गर्दा ग्राहकहरू ठगिन सक्नुहुन्छ, झुक्किन सक्नुहुन्छ। ग्राहकले खोजेको ओरिजिनल महेन्द्र एग्री सोल्युसनको एमपीआर 505 नै हो। र किसानलाई नझुक्काइदिनु हुन पनि म व्यापारी साथीहरूलाई हार्दिक अनुरोध गर्दछु कि यो धानको विषयमा अहिले किसानको धानको खेतीको सिजन सुरु भइसकेको छ। कृपया ओरिजिनल धान बेचिदिनु होला र नेपाल सरकारले मान्यता दिएको यो नेपाल सरकारद्वारा सूचीकृत गरिएको यो धानको बिउ बिक्री वितरण गरेर किसानलाई जोगाइदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। धन्यवाद।